सकेर भनी आइसकेमा चाहिँ माथि उतैमा घाम परिरहेको यस्तो थाकिसक्यो थकित भएर चाहिँ म उठै बस्छु यहाँ भिडियो खिच्छु राखिदिन्छु बस्छु एकछिन मस्त अनि अहिले भेटौँ ल पहर राम्रोसँग देखियो क्या मतलब यस्तो अनि यहाँ तल चाहिँ काकी त गएर भयो यहाँ मुनि फुले चाहिँ पुले तोटले अनि हाम्रो घर चाहिँ यहाँ मुनि हो है यता यता मुनिपट्टि साइड भयो खै अब एकछिन भेटौँ ल सनराइज हुन्छ सनराइजको सिनेमेटिक इस टाइमलाई बनाएर छोडिन्छ नि अहिले भेटौँ ल सकेको कुरा चाहिँ के भन्दाखेरि आइएम इन हट पाउने कुरा म चाहिँ आइसकेँ अनि आएको थाहा मैले तिमीहरूलाई नि अनि यस्तो देखिरहेको यहाँ चाहिँ यहाँ सनराइज भेट्टो होइन अनि यो फेरि ताल मुनि ड्याम हो अहिले भेटौँ ल सयो सकेको है अझै यहाँ वाइल्डको 6:30 भइसक्यो रहेछ त्यो यस्तो देखिरहेको राम्रो देखिरहेको छ नि किनभनेदेखि त्यो आऊ भने म के भन्न चाहन्छु होइन मायाको कसम होइन पहराबाट मायाको कसम ढाँटेको होइन 1 घन्टामा आउँछौ कि तिमीहरू बिस्तारै स्कुटर पनि मस्त आउँछ यतापट्टि बाटो हो कि होइन ड्याक्क त्यो भइहाल्यो लेक साइड होइन लेक साइडबाट माया कस्तो फोकस नगर्नु मोबाइलबाट लेक साइडबाट यो देखो नि यो बाटोहरू यो आइहालिन्छ कि अनि यो पुलबाट अनि यो नि बाटो माथि आउने कुरा माया कस्तो फोकस नगर्नु मोबाइल यहाँबाट यता माथि आउने कि यता गयो भने घाँटीसित 50 पुग्यो भने त्यो चोकबाट माथि आयो भने चाहिँ आउँछ केटा हो नि ट्याक्क लाएर अनि त्यही हो त्यहाँबाट हाइकिङ गरेर आउनु पनि सक्छ फेरि त्यहाँबाट त्यो चोकबाट अलिकति माथिसम्म आयो अनि त्यहाँबाट हाइकिङ गर्ने बाटो हुन्छ हाइकिङ गर्न मन छ पोखराको सर्टमा यस्तो सर्टमा नजिकै भने यता आयो हुन्छ कि ट्याक्कै यहाँ आयो अनि आयो होइन अनि अब तिमीहरूसँग डट बाइक छ राइडै जान्छ सन्त मुले त माथि कहाँ उसतिर पनि जान्छ यताबाट यता माथि निस्केर भतौरे सदौरे निस्केर जानु मिल्छ त्यही हो म त अझै एकछिन यहाँ चुतियाबा गरेर बस्छु अनि जान्छु होला घरतिर त्यो हिमाल देखिन्छ अझ आज खुलेको दिन भएन होइन सल्लकै हिमाल देखिन्छ यता चाहिँ हिजो अस्ति 9 बजी उठ्ने मान्छे आज माखा 4 बजी उठेर म हेर्न सक्दैन योहरू खतरा रहेछ केटा एउटा म त ठाड ठडेको त्यही केटा हाइकिङ गर्ने जान मन छ भने त मकनपुरमा पनि छ उता भन्ज्याङ त अब बस्दै जान्छ तर हाइकिङ गर्न कोही जान्न त्यही हाइकिङ गरेर जाने पनि बाटो है केटा होला बिहानमा यत्रो बाटो आएकै मजा यहाँ ढाडै क्लिप भयो त्यही केटा अलि भेटौँ अब कति लामो बनाउने ब्लग पनि अनि यहाँ तल स्कुल छ केटा लु यहाँ स्कुल छ अनि यताको बाटो हुँदै यता नाउडा निस्किने भन्छ यति ह्याम्जामा चेकिङ छ भने केटा हो मुस्ताङ जाँदैछौ भने यहाँबाट आऊ होइन अनि यहाँबाट आऊ अनि यो बाटोबाट यता जाऊ यताबाट कहाँको माया बाटो यताबाट उतो बाटो देखाउ नि हो त्यो बाटो माथि जाऊ तल नजाऊ माथि जाऊ माथि गएर जङ्गल हुँदै माया कसम केटा कहाँ निस्किन्छ भन्दाखेरि हो यता निस्किन्छस् यहाँ अनि फेरि यहाँबाट उताको चाहिँ मलाई भएको छैन आफै बसेर चाहिँ यहाँ हाम्रोमा चेकिङ भयो भने चाहिँ यहाँ चाहिँ गयो सकेर अब म त फर्किनु लाग्यो है त्यहाँ होला बस्दा अहिले भयो यत्रो बेर बसेँ म 1 घन्टाभन्दा बढी बसेँ यहाँ यस्तो भइसक्यो है अब चाहिँ यता जान्छु म यहाँ चढ्छ भने कहाँ चढ्न मिल्छ कि मिल्दैन भने डर लाग्यो फेरिमा करेन्ट लियो भने हार्का पत्ता हुन्छ सकेर ब्याक टु बिस्तारै जान्छ अब चाहिँ बिहान आएर धेरै खुट्टा दुइरहेकोमा हावा धेरै पसिनेर सयो कस्तो हो कुरा ठाउँ कस्तो हो है आउनु मन लाग्छ सो यहाँ पनि तिमीहरूले चाहिँ यहाँ यस्तो रहेछ सही है उताबाट भेटौँ न यही बाटो चाहिँ ट्याक्क यहाँसम्म आउँथ्यो पहिला अहिले चाहिँ आउनु त स्कुल छ त्यहाँ यहाँ ट्याक्क यस्तो है एच तल यस्तो है राम्रै ठाउँ छ राम्रै हो नराम्रो होइन किरा होइन यत्रो हिँडेर यहाँ गेट लगाइदियो हग्यो कि माया खाएर यत्रो टाढो लाएको रहेछ कमसेकम चल्न चल्ने स्कुल छोडिदिनु हुँदैन तर यत्रो हिँडेर उयो मिठा के वे यो के कस्तो देखिँदैछ यार सही राम्रो देखिँदैछ यताबाट चाहिँ फेरि एकचोटि आएर केटा होइन एउटा टावर चढ्न मन लागिरहेको कि त्यहाँ करेन्ट छोड्छ कि भने डर लाग्ने त छोड्दैन होला त त्यही नै अहिले नचला यहाँको
हुन्छ नि त स्थानीयहरूलाई सोध्ने अनि बिहान 4 बजेतिर त्यस्तै बाटो आउने अनि चढ्ने हेर्ने कुरा यस्तो यस्तो रहेछ यस्तो रहेछ यस्तो रहेछ चार्ज धेरै होइन होइन मलाई काम होइन मोबाइलको म फेरि उठाएर फिर्किन्छु यहाँ त फिर्किन मिल्दैन यहीँ त फिर्किन्छु राउमा यत्रो घुम्छु त्यत्रो यो सेल्फी स्टिकले गाना हाने क्या त्यही हालिदिन्छु यहाँ चढ्छौँ चुट्यो नगर्दा पर्दैन नि त फेरि त्यहाँदेखि दादाको आँसु चढ्छु राउँ है देख्नलाई मुझे कराउँ गर्ने मलाई यार त्यस्तो भयो रहेछ चाहिँ ल मासुलाई साथमा यहाँ कोतारी यहाँ यत्रो कोतारीको रात चाहिँ यसले कोतारी यसले कोतारी यहाँ फलाचुमा टेक्निक फराल्ने सेल्फी चाहिँ भाँचिन्छ कि अन्त डर लाग्यो यहाँसम्म चाहिँ खराब बाइक छ यहाँ खोलिदियो भने त माथि जान्छ यो स्कुलले गेट खोलिदियो भने चाहिँ यहाँ त मासले यहाँ यस्तो गर्ने अनि सही अहिले भेटाउँ लगाएर चाँदै छैन क्या हो तलतिर यहाँ यसरी जान्छु बाटोमा निस्किन्छु यहाँ मुनि बाटो हौ त्यो के यसरी जान्छ बाटो सही केटा होइन बिहानमा म त भिड उक्रेको थिएँ नि यत्रो कोतारेको त्यो क्यामेरा भएको बेला गुल्टेर यत्रो कस्तो दुखिरहेको अनि यहाँ अलिकति उस भयो अनि यही बाटो आउँछ त्यही कोठा दुखिरहेको कोतारेको त सही कोठामा सही कुरा यहाँ चाहिँ बस पनि आउँदो रहेछ नि आउँछ भने थाहा थियो कि तर आज चाहिँ देखेको थिइनँ मैले होइन यहाँ बेलुका बसमा आएर यहाँ होल नाइट बसेर बिहान यति बेला गयो हुन्छ केटा सही कुरा म चाहिँ तल आइसक्यो चाहिँ अनि यस्तो हालत योमा यस्तो दुःखो कि वाल दुखेर को के भन्छ त्यो भन्दाखेरि बिहान उक्लेको चाहिँ म यहीँबाट अन्त वाल दुखेर क्या यस्तो बस्नु त्यहाँ पनि कोही नभए ठाउँमा गएर बस्छु एकछिन होइन सक्दिनँ न त मार्छ अरे गाह्रो हुन्छ बिहान उक्लेको यहीँबाट उक्लेको यहाँ गएर गुल्टिएँ यहाँ कोटारोमा अफ्क्यामा उहाँ माथि कोटारेको त उक्लेको चाहिँ यहाँबाट म है यहाँ सर्टकट रहेछ क्या बिहान यहीँबाट आएको म यहीँबाट आएको म बिहान सर्टकट हेर्ने जान्छु भनेको गाउँले चाहिँ के गरिदिने यता सातो सकेर वाल दुख्यो यस्तो है अहिले भेट मलाई सकेर यहाँ चाहिँ अन्डा वेमा यहाँ चौता रहेछ तर म यहाँ बस्थेँ यहाँ चौता रहेछ सही अब अहिले घर गएर अनि भेटौँला म थाकिसकेँ वाइद होइन म निन्द्रो ला फेरि अहिले जोस आइरहेको थियो निन्द्रो ला होइन भिडियो वेल लामो भइरहेको म थाहा अन्त हालिदिने ढुक्का हालिदिने हो गएर सुत्दिने हो म्याच चार्ज पनि छैन कति 20% हुँदा छैन त्यही अब घरै गएर भेट्छु कि बाटातिर कहीँ अब भेट्छु सय म फेरि पानी खान आइसकेको छु कि पानी त मुनि लाएर रहेछ कता लास्ट सोझोवाला मान्छेहरू देख्दैन यस्तो थियो होइन अनि यस्तो थियो सही बाटोमा अब सकेर म चाहिँ आधी बाटोमा आइसकेँ कि अब चाहिँ माखाले घरै गएर भेट्ने हो बुझिस् अब म यहाँ त होइन 1 घन्टा लाउने बाटो 15 मिनटमा घर गइदिन्छु कि त्यस्तो हो कि फेरि म बुझ्नु यहाँ गोरु रहेछ एउटा त्यही म अब घर गएर भेट्छु कि चार्ज पनि छैन म 15% पुगिसक्यो यहाँ भिडियो खिचेको बाटोमा खतरा मुढाहरू काट्दै रहेछ सकेर द्याट द एन्ड अफ भिडियो होइन अन्त त्यो मलाई हाइकिङ गरेँ त्यहाँपछि आएँ म घर आएँ अनि यहाँ ब्लग चाहिँ मैले धेरै पछि जाने गरेको छु अनि इन्डिङमा पनि धेरै पछि बनाएको त्यहाँ केही हान्ने बसिरहेको थिएँ ट्याक्क बनाएको त एउटा हो अब एकैचोटि
थ्याङ्क यू फर वाचिङ अन्त अब लाइक सेयर सब्सक्राइब गर्नु मन छ भने नगर्नु मन छ भने म भेट्न खोल्दै भन्दिनँ म सही थ्याङ्क यू फर वाचिङ सही